लागि यिनी आए। त्यस कारणले गर्दा यी सेठजीको यहाँ छ र यो शरीर पछाडि केही पनि छैन। एकचोटि राधे राधे भन्दैनु। राधे राधे। मरे पछाडि जो हुनुपर्ने हो नि त्यो चाहिँ यिनीसँग एउटा पनि छैन न, एउटा पनि छैन। यही छ यहाँ चाहिँ छ। सबैले देख्दा धनी सेठजी 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 भन्छन्, तर यिनीसँग पैसा मात्रै छ, अरू केही नै छैन। तर पैसा भएर यदि ज्ञान भएको भए होइन, थोरै विवेक भएको भए एउटा मरेको कुकुर काँधमा राखेर जान्थे, उनी त भोगै त हुँदैन थियो 10,000 नकमाउँदा पनि। त्यसैले यिनीसँग पैसा मात्रै छ। सेठजी तुरुक्क भागे। 10,000 रुपियाँ लिएकी लिएनन् मलाई चाहिँ थाहा छैन। राधे राधे भनिदिनुहोस् सबैले। यो सुन्ने बित्तिकै सेठजी भागे त्यहाँबाट। कुलेलाम भन्छ नि तल तराईको, कुलेलाम ठोके त्यहाँबाट, बसिसक्नै भए होइन। हे भगवान्, उसको लागि यही मात्रै जम्मा छ। अच्छा, अब अर्को प्रश्न के गर्नुभएको थियो महाराज? भले अर्को प्रश्न हजुरले गर्नुभएको थियो, के गर्नुभएको थियो भनेर भन्दा राजाले भने यहाँ पनि छैन त्यहाँ पनि छैन। त्यो के हो भन्दा यो स्त्रीलाई हेर्नुहोस्, यहाँ पनि सबैले यो खराब स्त्री भन्छ, यो नराम, यो यस्तै हो भन्छ, यो यस्तै हो यो। त्यस कारणले गर्दा यसको इज्जत यहाँ पनि छैन। किन यसले त्यो शरीरै बेचेर जीवन चलाइरहेको छ, सबैलाई थाहा छ गाउँ समाजमा। त्यसैले यो स्त्रीको यहाँ पनि केही पनि छैन, वहाँ पनि केही पनि छैन। यो शरीर मात्रै छ, तर यहाँ जुन हुनुपर्ने हो त्यो उसको यहाँ पनि छैन। मरे पछाडि यसको वहाँ पनि छैन, किनकि यहीँ राम्रो काम गरेकी छैन भने उहाँ यसले के राखेकी छ त यसको वहाँ पनि केही पनि छैन। त्यो स्त्री पनि, त्यो शरीर बेच्ने स्त्री पनि त्यहाँबाट भागी, हताश भयो उसलाई होइन। त्यस पछाडि भजनानन्दी साधु बस्नु भएको थियो। अनि मन्त्रीले भन्नुभयो, राजन अर्को प्रश्न के गर्नुभएको थियो? बोले राजाले भने, बोले मेरो अर्को तेस्रो प्रश्न हो, बोले यहाँ छैन त्यहाँ छ, त्यो के हो भनेर भन्दा यी साधु